अहिले बालेन सरकार आएर इन्डियाको नरेन्द्र मोदी र चाइनाको प्रधानमन्त्री समेत डराउने काम गर्छ। उहाँहरूले थाहा छ बालेन सरकार युवा हो, अहिले उहाँसँग सबै गुण छ र सबै योग छ। हामीले उहाँको कुरा मानेन भने उहाँले जे पनि गर्न सक्छ। दुईटै छिमेकी राष्ट्र अहिले हाम्रो नेपालको प्रधानमन्त्रीबाट डराउनु भएछ। यो ठुलो कुरा भएन। पहिलाको प्रधानमन्त्रीहरूबाट छिमेकीको राष्ट्रहरू पनि नडराएर सिधा प्रहार गर्थ्यो हाम्रो नेपाली भूमि र नेपाली जग्गामाथि। तर अहिले प्रधानमन्त्री बालेन शाह हुँदाखेरि इन्डियाको सरकार र चाइनाको सरकार पनि डराएछ कि बालेन शाह प्रधानमन्त्री आएछ, जतिखेर जे पनि गर्न सकिन्छ। त्यो भएर पहिला हाम्रो सरकारहरूबाट नडराएको अहिले तर सरकारबाट डराइरहेछ। यही त ठुलो कुरा हो। हाम्रो राष्ट्र सानो भएर पनि दुईटै ठुला ठुला राष्ट्रहरू अहिले डराउनु भएछ। यो ठुलो कुरा भएन, यो परिवर्तन भएन। छिमेकी राष्ट्र यदि डराइरहेछ भने अब तपाईँहरूले सोच्नु सक्नुहुन्छ कि हाम्रो राष्ट्र कतिको बलियो हुँदैछ। बालेन शाहसँग भिजन छ, बालेन शाहसँग बुद्धि विवेक छ। उहाँ नेपाली जनताको लागि सायद राम्रै गरेर दिन्छ।